तँलाई स्याउली मलाई ब्याउली ल पुरा गरिदिनुहोस्। साथीहरू हाम्रो चाहिँ खाना खाएर सकियो। जान्नु होला त्यो जटाकटा हिँड्नुहोस् भन्छ चोर्यो मेरो चोर्यो। हेलो गुड मर्निङ यु के छ सर? आज हामी चाहिँ हाम्रो हाइकिङतिर है चाइनातिर जाँदै हो। तेरो हेर्नु म चाइनाको ड्रेसअप कपी हानिसकेको छु। हुन्छ मेरो दाइ अर्को दाइ आउँदैछ हुन्छ। म चाहिँ पुरा रङ्गी हुन्छ गर्ने यस्तो खालको भएर हिँडिसकेँ। दाइ पनि त्यस्तै भइरहेको छ हेर्नु सक्नुहुन्छ। हामी चाहिँ बसमा चढिसकेको चाहिँ अब जाँदै हो सुन्देरदेखि। साथीहरू हाम्रो चाहिँ चम्पादेवीसम्मको यात्रा हाम्रो स्टार्ट भयो। अब हेरेर जानको लागि हाम्रा ग्याङहरू हेर्छ। हेलो के छ? हेलो म्याडमजी गालामा रातो बनाएर हिँड्नु साथीहरू हामीले यस्तरी डिउसु टिसु बोकेर उकालो। अब 2.5 घन्टा छिट्यो भने 2.5 घन्टा अरे यस्तो रमाइलो छ वातावरण पनि। हाम्रो उहाँ अर्को मिस गइसक्नु माथि। जल्दी चलो रे हाम्रो ग्याङहरू हिँडिरहेका कुम्लो कुटीहरू। हाइकिङमा जाँदा यतिको रमाइलो त गर्नै पर्यो नि यार। दिल चोर्यो मेरो चोर्यो। के छ? ठिक छ सुन्दर ठाउँ छ। हेर्नु साथीहरू यस्तो रमाइलो जङ्गल रहेछ क्या। सास रोकिन्छ। साथीहरू यता हेर्न सक्नुहुन्छ हुनुहुन्छ एक्सर्साइज दिनकै गर्नुहुन्छ है। तर हाइकिङ हिँडेको 15 मिनटमा म जान्नु होला त्यो जटाकटा हिँड्नुहोस् भन्छ। हेर्नुहोस् है साथीहरू आजको हाइकिङको यात्रा चाहिँ यसरी सुरु भएको छ है। बाँदर बस्यो जस्तो बस्यो त। हेलो गाइस के छ? ठिक छ रमाइलो बस्छ। लु नेपालको ग्रेट वाल भन्ने यही हो अरे। चाइनाको ग्रेट वाल होइन कि नेपालको ग्रेट वाल। नेपाल अलि सानो हो त्यही भएर सानै ग्रेट वाल हेर्नु नि। मान्छेका चर्तीकला हेर न बाटोमा हिँड्नु छैन यहाँ। चर्तीकला होइन यो चर्तीकला। हेर्नु साथीहरू हामी जानुपर्ने बाटो हुन्छ हाम्रो बाटो माथि। हामी त्यो बादल लागेको डाँडामा बादलै डाँडामा जानुपर्ने हुनेछ हाम्रो यात्रा। डेस्टिनेसन चाहिँ आज कुम्लो कुटेर बोकेर हाम्रो आजको लागि चट्टा मेरो तयारीका साथ हामी हिँडिरहेका छौँ है। र साथीहरू मैले यहाँ चाहिँ देउराली भेटेँ। अनि देउरालीमा मैले केही माग्न गइरहेको छु। देउरालीमा त तँलाई स्याउली मलाई ब्याउली ल पुरा गरिदिनुहोस्। मेरो उइस पुरा हुन्छ कि नै ल र नै थाकेर पुरा आइदिएको देखिरहेको छु। ठिक छ हेर त हाइकिङ आएका मान्छेहरूको हालत खराब छ। कस्तो भइरहेछ? हाउ इज योर फिलिङ? गाह्रो भइछ। सावित्राजी कस्तो भइरहेछ? हाउ इज योर फिलिङ? हाम्रो म्यामको के छ? हाउ वाज युर फिलिङ? कस्तो भइरहेछ त यो हाइकिङ? त्यस्तो नभनौँ न हो, माल खराब त नगरौँ होला। यस्तो रमाइलो ठाउँमा आएर यस्तो नराम्रो भन्न त मिल्दैन होला नि त। के छ हो साथीहरू? होइन है राम्रो भन्नु पऱ्यो नि त है। यस्तो सिडी नै सिडी भएको ठाउँमा लिएर हेर्न यस्तो उकालो देखेर हाम्रो साथीहरूको यहाँ चाहिँ के भन्छ हालत खराब भइसकेको छ। उकालो चाहिँ हिँड्नुपर्ने हाम्रो 2.5 घन्टा अरे भर्खरै 1-1.5 घन्टा भएछ। अब 10-15 मिनटमा पुग्छ भने हाम्रो छ मान्यता छ मान्यता छ कि कसो हो। करिब हाम्रो डेस्टिनेसनको नजिक पुग्न आँटे जस्तो लागेको छ है मेरो विचारमा। अब चाहिँ अब करिब 5 मिनट
हाम्रो डेस्टिनेसन चाहिँ लगभग पुगे जस्तो लाग्यो कि अब इभिनिङ टाइम आइसक्यो गाइस। डेस्टिनेसनमा पुगेर चट्ट रैला हान्नुपर्छ। यहाँ चाहिँ माउ चाहिँ यो मन्दिर रहेछ है, यहाँनिर चाहिँ हुन्छ जङ्गलको ठाउँमा। सो हाम्रो चाहिँ क्याम्पिङ हुँदैछ यहाँनिर चाहिँ दिउँसो पानी सानी क्याउन कुरमुरे सुरमुरे बुझासुजा लगाएर चनासना ल्याएर चट्ट सट्टा सट्टा बनाएर खानुपर्छ हामीले। हाम्रो आइटमहरू चिउरा आलु मासु डिउ साथैमा यस्तो तपाईँले बनाउनु कसले बनाएको यस्तो जहिले पनि मिठो बनाउने यार भन्थ्यो के त्यस्तै गर्ने। साथीहरू हाम्रो चाहिँ खाना खाएर सकियो। हाम्रो लन्च ब्रेक थियो। यहाँ चाहिँ हामी चाहिँ यहाँ चम्पादेवी मन्दिरनिर पुगेर चाहिँ हामी जङ्गलमा चाहिँ यसो बसेर हाम्रो खाजासाजा खायो अनि हुन्छ। अब चाहिँ हामीले अब चट्ट हाम्रो अब यतातिर अब घुमिन्छ एकछिन भिडियो सिडियो सुट फोटो कार्यक्रम हुन्छ, नाचिन्छ। त्यसपछि हामी चाहिँ झर्नुपर्ने हुन्छ आज हाम्रो साथीहरू। हाम्रो चाहिँ आजको हाइकिङ यहाँसम्म मात्रै हुनेछ। हेर्नुहोस् हाम्रो मन्दिरबाट अब चाहिँ हामी घुमतिर फर्किँदैयो। सो गाइस अब चाहिँ हामी चाहिँ के हो यो चम्पादेवी मन्दिरबाट अब चाहिँ हामीले सब के भन्छ भ्याएर घुमेर गरेर खाइपिसकेर जान लाग्यो गाइस। तपाईँले देख्न सक्नुहुन्छ चम्पादेवी त्यो एकदम तल रोडबाट 2-3 घन्टाको यात्रापछि चाहिँ हाम्रो यो चम्पादेवी मन्दिर आउँछ। अनि यस्तो भोगाल जङ्गलको बिचमा सक्यो है हाम्रो आजको हाइकिङ। आजको अब अघि उकालो चढ्ने बेला स्यासा गरेको थियो कि अहिले ओह्रालो पाएर हेर न हाम्रो कसरी हिँडिरहेका छन्। हामी चाहिँ अब रुमतिर फर्किँदै है साथीहरू। ल आजको एकदम रमाइलो भयो आजको हाइकिङ होइन। आजको सबैजना मिलेर रमाइलो गर्दै खाइयो पियो नाच्यो पनि। नाच्दैछन् बाटोमा, माथि नाचेर पुगेन अरे बाटोबाट पनि नाच्दै हिँडिरहेका छन्। अब ओह्रालोमुखी ओह्रालो पाएँ अघि उकालो देखेर पो म जान्न होला भनिरहेका थिएँ। अहिले चाहिँ ओह्रालो पाएर मान्छेहरू कुदिरहेका छन्। चढ्ती कला गर्नु न अझ हामी चाहिँ अब तल गाडी चढ्ने ठाउँसम्म पुग्न आँटेको है। अब चाँडै आधी घन्टामा चाहिँ पुग्छ होला है। अब चाहिँ हुन्छ एकदम सुन्दर रहेछ है ठाउँहरू। हेर्नुहुन्छ यस्तो हरियाली जङ्गल चारैतिर होइन, सल्लाहघारी पुरा चट्ट। तर कति रुममा बस्नु होइन, कहिलेकाहीँ त यसो घुम्नु पनि जानुपर्ने रहेछ क्या होइन। यस्तो बाहिर ठाउँमा घुम्ने माइन्ड फ्रेस हुन्छ अनि दिमागलाई सोच्ने कुरा अनि चिल हुन्छ, बडी पनि एक्टिभ हुन्छ। त्यही साथीहरू ल आजको भिडियो यति नै अन्त्य गर्न पर्यो। हाम्रो आजको दिन पनि सकियो। आज के गर्नु जान त मन लागेको थिएन के गर्नु साथीहरू। यो साथीहरू ल बाँकी मेरो बाँकी भिडियो पनि भेट्दै गरौँ ल। आजको लागि चाहिँ बाई भन्दै हेभ अ गुड डे बाई।